अब टाटामा जाऊ। टाटामा चाहिँ स्टोरी चाहिँ तपाईको भेरिएन्ट अनुसार अलिकति फरक भएको देख्न सकिन्छ, किन भन्दा टाटामा चाहिँ भेरिएन्ट डिफरेन्ट तपाईको किलोवाट अनुसारको भेरिएन्ट भएको कारणले गर्दा। अब जाउँ एउटा मोडल अनुसार। टियागो चाहिँ तपाईको सेफ जोनमा छ, पञ्च तपाईको थोरै मात्रै इन्क्रिज भएको देख्न सकिन्छ भने तपाईको नेक्सन K3 चाहिँ अलिकति प्रेडिक्टेबली इन्क्रिज भएको देख्न सकिन्छ। पहिले tiago.ev LR XT मा जाउँ। करेन्ट प्राइस 27,49,000, मोटर तपाईको 48 किलोवाट, एस्टिमेटेड CIF करिब 16,68,000। अब यो मोडल प्राइस क्याल्कुलेसन अनुसार तपाईको उही 27,34,000 आउँछ, जुन भनेको अलमोस्ट अनचेन्ज जस्तै छ। अर्को tiago.ev LR XZ प्लस टेक्लक्स, प्राइस चाहिँ तपाईको 29,79,000, एस्टिमेटेड CIF करिब 18,20,000, मोडल प्राइस करिब 29,82,000 हैन। टियागोमा चाहिँ बजेटको चाहिँ खासै असर परेको जस्तो देखिदैन, किन भन्दा यो तपाईको अलिकति 20 लाख भन्दा तलकै CIF रेन्जमा पर्ने गर्छ। अब जाऊ punch.ev एम्पावर्ड LR मा। प्राइस रहेको छ 37,79,000, मोटरको क्यापेसिटी 90 किलोवाट, एस्टिमेटेड CIF 20 लाख भन्दा माथि जाने देखिन्छ। त्यसैले 20% क्लिन इन्फ्रास्ट्रक्चर फ्री ब्यान्डमा आउँछ, जसले गर्दा यसको टोटल प्राइस चाहिँ तपाईको 39,64,000 हुन जान्छ, जुन करेन्ट प्राइस भन्दा करिब 1,65,000 चाहिँ बढ्यो। अब जाऊ punch.ev एम्पावर्ड प्लस S LR मा। प्राइस रहेको छ 39,79,000। अब यो सबै क्याल्कुलेसन गर्दाखेरि यसको एस्टिमेटेड प्राइस चाहिँ करिब 41,73,000 आउन जान्छ, जुन भनेको अहिलेको प्राइस भन्दा करिब 1,74,000 बढी हो। अब नेक्सन K3.ev एम्पावर्ड प्लस 45 मा जाने हो भने करेन्ट प्राइस तपाईको 48,79,000 छ, मोटरको क्यापेसिटी 98 किलोवाट, एस्टिमेटेड CIF करिब 26,02,000। यो 20 देखि 30 लाखको CIF स्ल्याबमा पर्ने भएको कारणले गर्दा यसको मोडल प्राइस चाहिँ तपाईको 51,12,000 आउन जान्छ, जुन भनेको तपाईको करेन्ट प्राइस भन्दा करिब 2,13,000 बढ्यो। टाटाको कन्क्लुजन पनि क्लियर छ, जुन सस्तो गाडी छ, CIF प्राइस जसको कम छ, त्यो भएको लागि चाहिँ तपाईको खासै असर परेको देखिदैन, तर जसको CIF चाहिँ बढी छ त्यसमा चाहिँ ठुलो चेन्ज भएको चाहिँ देखिन्छ। ठुलो पनि भनेको तपाईको अलमोस्ट तपाईको 2 लाखको अराउन्डमा हुन सक्छ, तपाईको 4% अफ द प्राइस।